नमस्कार आदरणीय दर्शकबिन। आज म फेरि उपस्थित भएको छु फलित ज्योतिष अध्ययनको क्रममा। हामी यस युट्युब च्यानलमा फलित ज्योतिष अन्तर्गत रहेर हामीले जन्मकुण्डली हेरेर व्यक्तिको भूत भविष्य र वर्तमान बताउनका लागि हाम्रा ऋषिहरूले दिएका ज्ञानलाई बचाउन र यथावत राख्नका लागि म हरदम प्रयत्न गर्नेछु। यस युट्युब च्यानल मार्फत हजुरहरूले फलित ज्योतिषलाई राम्रोसँग बुझ्न सक्नुहुन्छ र आफ्नो जीवनमा यसलाई चलाउन सक्नुहुन्छ। आफ्नो जीवनमा आइपर्ने सुख दुःख भूत भविष्य वर्तमानमा हुने राम्रा र नराम्रा दुवै कर्महरू र समयहरूलाई जान्न सक्नुहुन्छ र त्यही अनुसारको सहज कर्म गर्न सक्नुहुन्छ। लागौं विषयतर्फ। हामी फलित ज्योतिषलाई लिएर जन्मकुण्डली अध्ययनको क्रममा भाव परिचयको विषयमा हामी लाग्दैछौँ र हामी यसै क्रममा लग्न प्रथम भावदेखि अष्टम भाव पर्यन्त समस्त भावको चर्चा गरिसकेका छौँ। आज भने हामी जन्मकुण्डलीको एक महत्त्वपूर्ण स्थान त्रिकोण, जुन नवम भाव, जुन भावलाई धर्म स्थान भनेर चिनिन्छ, जुन भावबाट हामीले आफ्नो जीवनको भाग्य, आफूले पूर्वार्ध आफूले गरेका पूर्व जन्ममा गरेका कर्मको फल, शुभाशुभ कर्मको फलबाट नै हाम्रो भाग्य निर्माण हुन्छ। त्यही भाग्यको विचार हामीले नवम भावबाट गर्न सक्छौँ। नवम भाव जन्मकुण्डलीको त्रिकोण मध्येको एक भाव हो। हामीले जन्मकुण्डलीमा दुईटा त्रिकोणहरू जान्न सक्दछौँ। एक त्रिकोण पञ्चम भाव र दोस्रो त्रिकोण नवम भाव। हाम्रो ज्योतिष शास्त्रमा एउटा सूत्र छ, मैले पहिले हजुरहरूलाई त्यो राखिसकेको छु। भावाद भावम, जुन भावको विचार गर्नु छ त्यस भावदेखि उति नै भावसम्म गएर हामीले त्यस भावको गुण रूपको ज्ञान लिन सक्दछौँ। हामीले पञ्चमदेखि पञ्चम गएर नवमको पूर्ण ज्ञान गर्न सक्दछौँ। हामीले पञ्चम भावबाट शिक्षा विद्याको कुरा गरेका थियौँ भने हामीले नवम भावबाट उच्च शिक्षाको विचार गर्न सक्दछौँ। उसको जीवनमा उसले कस्तो शिक्षा प्राप्त गर्न सक्दछ, उसले उच्च शिक्षाको लागि स्वदेशमै बसेर गर्न सक्छ उच्च शिक्षा, अथवा परदेशमा जानुपर्छ, कतिको कठिनाइ भोग्नुपर्छ, यी यस्ता विषयवस्तु हामीले नवम भावबाट हेर्न सक्दछौँ। नवम भाव भनेको आफ्नो भाग्यको सहित आफ्ना पितृ पूर्वजको पनि भाव हो। के हामीलाई पूर्वजको, आफ्ना पितृहरूको कृपा छ? के आफ्ना पितृहरू सन्तुष्ट छन्? उनीहरूको हामीलाई पूर्ण रूपले कृपा छ या उनीहरू निराश छन्? यी यस्ता विषय पनि हामीले नवम भावबाट विचार गर्न सक्दछौँ। नवम भाव स्वतस्फूर्त धर्म भाव हो। हामीले जुन जीवनमा गर्छौँ शुभाशुभ कर्म, शुभ कार्य गर्नाले धर्म हुन्छ भने अशुभ कार्य गर्नाले हामी अधर्म यानि कि पापतर्फ लाग्दछौँ। नवम भाव पुरा कर्मको भाव हो। कर्म भाव भनेर दशम भाव चिनिन्छ, तर कर्मबाट नै भाग्य निर्माण हुने भएको कारणले गर्दाखेरि कर्मको फल दिनेवाला भाग्य भाव हो। हामीले जस्तो कर्म गर्छौँ उस्तै फल प्राप्त गर्दछौँ। त्यो फलको ज्ञान हामीलाई नवम भावले दिन्छ। नवम भाव गुरुको भाव हो। नवम भावबाट हामीले आफ्नो शिक्षा दीक्षा दिने गुरुवरहरूको विचार हामीले नवम भावबाट गर्दछौँ। हामीलाई भगवानका कृपाले आचार्य प्राप्त हुन्छन्। ती कहिले प्राप्त हुन्छन् र के हामीलाई गुरुको आचार्यको कृपा हुन्छ भन्ने विषय पनि हामीले नवम भावबाट जान्न सक्दछौँ। नवम भावबाट धर्मको साथसाथ हामीले धार्मिक विषयको विचार गर्न सक्दछौँ। के व्यक्ति धार्मिक छ? धार्मिक छ भने नवम भाव अत्यन्त राम्रो र शुभ ग्रहले प्रभावित भएको हुन्छ र धार्मिक भएपछि स्वतः त्यस व्यक्ति भगवत कृपाले युक्त भएको हुन्छ।
उसलाई भगवानको कृपा हुन्छ। फेरि धार्मिक नभएको व्यक्तिलाई के भगवानको कृपा हुँदैन? यस्तो कदापि हुँदैन। हामी जीव मात्र सम्पूर्ण परमात्मा भगवानका हामी अंश हौं, भगवानका पुत्र हौं, भगवानकै सन्तान हौं। त्यसैले हामीलाई एउटालाई कृपा, एउटालाई चाहिँ कृपा नहुने यस्तो हुँदैन। तैपनि हजुरले बुझ्न सक्नुहुन्छ, हजुरको 2 पुत्र छन्। ती पुत्रलाई हजुरले एकौंटा मिठाई दिनुभयो र एउटाले आफै त्यो मिठाईलाई खायो भने अर्को पुत्रले बुवा यो हजुर पनि खानुस्, म पनि खान्छु भनेर दियो भने हजुरलाई कस्तो भाव उत्पन्न हुन्छ? त्यस्तै परमात्मालाई पनि हुन्छ। सोच्नुहोस्, हजुरलाई केही नदिकन खाएको पुत्र र हजुरलाई हजुर पनि खानुहुन्छ बुवा भनेर खाएको पुत्रमा हजुरलाई कतिको अन्तर हजुरलाई लाग्दछ? अब खान नदिएको, आफू मात्र खाएको त्यस पुत्र आफ्नो त्याज्य, आफूलाई मन नपर्ने मेरो पुत्र होइन भन्न पाइँदैन। पुत्र हो, तर स्नेह कसको हुन्छ? जुन पुत्रले आफूलाई भावपूर्ण श्रद्धा गर्दछ त्यसमाथि अवश्य एउटा महत्त्वपूर्ण दृष्टि पर्न जान्छ बुबाको। त्यस्तै गरेर हामी मानव पनि सम्पूर्ण परमात्मा भगवानको अंश यानी कि सन्तान हौ। यदि हामीले भगवानलाई सम्झेर भगवानले दिनुभएको जीवन, यही जीवनलाई हामीले चाहिँ भगवानमा थोरै र धर्ममा लगायौं भने भगवानलाई पनि यस्तै लाग्न जान्छ जस्तो हजुरलाई लागेको थियो। त्यसैले धार्मिक व्यक्तिलाई थोरै फरक कृपा भगवानको प्राप्त हुन्छ र धार्मिक नभए तापनि त्यसलाई परमात्माको यसै कृपा नै छ। र नवम भावबाट तपस्याको विचार गरिन्छ। कतिको तपस्वी छ, कतिको साधना गर्न सक्छ, कुन कुरालाई उसले गहन रूपले लिन्छ र तपस्याको रूपले लिन्छ, यी यस्ता विषय पनि हामीले नवम भावबाट विचार गर्न सक्दछौँ। नवम भाव धर्मको साथसाथै तप, तपस्या र मन्त्र शक्ति, उसलाई मन्त्रको शक्ति कतिको प्रधान हुन्छ, कतिको चाँडै उसलाई मन्त्रको शक्ति प्राप्त हुन्छ, धेरै साधना गर्नुपर्छ कि थोरै समयमा उसले त्यस मन्त्रको शक्ति प्राप्त गर्न सक्दछ, यी यस्ता विषय पनि हामीले जान्न सक्दछौँ। र हामीलाई जीवनमा नवम भाव अत्यन्त महत्त्वपूर्ण भाव हुन्छ, जुन भावको निर्बल अवस्थाले हामीलाई जीवनमा धेरै सङ्घर्षमय जीवन बिताउन अवश्य बाध्य बनाउँछ। यदि जन्मकुण्डलीमा उसको पराक्रम राम्रो छ, मेहनत राम्रो छ, तृतीय भाव एकदम राम्रो छ, लग्न राम्रो छ, तर उसको नवम भाव कमजोर छ, त्यसको भाव भावेश तिनै कमजोर छन् भने हामीले गरेको कर्म अनुसारको फल प्राप्त गर्न सक्दैनौँ। केही सूक्ष्म रूपले प्राप्त हुन्छ तर पूर्ण रूपले हाम्रो कर्म अनुसारको फल प्राप्त हुन सक्दैन। त्यसैले नवम भाव अत्यन्त बलवान हुन जरुरत छ। नवम भाव बलवान गराउन के गर्ने भन्दा सबैभन्दा उत्तम उपाय भनेको धार्मिक हुनु, मनलाई धर्ममा लानु, यानी कि मनलाई सत्कर्ममा लानु, दुष्कर्म कहिले नगर्नु, यो नै नवम भावको उत्तम उपाय हुन सक्छ। हजुरहरूको के नवम भाव बलवान छ? यदि छैन भने हजुरहरू यस उपायलाई आफ्नो जीवनमा लागू गर्न सक्नुहुन्छ। यति भन्दै म आज बिदा हुन चाहन्छु। भोलि फेरि यसै गरी जोडिनेछु। आजलाई बिदा दिनुहोस्। हस्त, नमस्कार।